जय मातृभूमि नेपालमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत गर्दछु म। भाइ बहिनी, यो च्यानल हो जर्नल एजुकेसन र आज हामी यस च्यानलमा कुरा गर्दैछौँ फोटो फिचरको बारेमा। भाइ बहिनी, हुन त मैले यो भिडियोभन्दा पहिले एउटा लङ भिडियो बनाएको थिएँ जसमा चाहिँ वाट इज फिचर र वाट आर द टाइप्स अफ फिचर भनेर डिटेल जानकारी दिएको थिएँ। तर आज चाहिँ एउटा कस्तो भन्दाखेरि यो चाहिँ फोटो फिचरलाई मात्र फोकस गरेर यो भिडियो बनाउँदैछु म। किन भन्दाखेरि अरू फिचर भन्दा चाहिँ फोटो फिचर एकदम फरक हुन्छ है। र यो साथमा मैले यहाँ लेखेकी छु वान अफ द पपुलर टाइप अफ फिचर। एउटा पपुलर लोकप्रिय इन्ट्रेस्टिङ हुन्छ है। मलाई आफ्नै व्यक्तिगत रूपमा पनि फोटो फिचर साह्रै मनपर्छ। हेर्दाखेरि रमाइलो होइन। र यसमा फेरि के हुन्छ भन्दाखेरि अरू फिचर लेख्दा हामीले भाषाको प्रयोग गर्छौँ, शब्दको प्रयोग गर्छौँ। तर फोटो फिचरमा हामी के को प्रयोग गर्छौँ त तस्बिरको प्रयोग गर्छौँ होइन। कुनै पनि व्यक्ति, घटना वा वस्तुको बारेमा चाहिँ के गर्छौँ त विभिन्न किसिमको फोटो लिएर उसको विभिन्न टाइमको विभिन्न फेजको फोटोहरू कलेक्सन गरेर चाहिँ एउटा स्टोरी तयार गर्छौँ। अब हुन त त्यो फोटोको तल हामीले एउटा राम्रो क्याप्सन पनि लेख्न सक्छौँ, फोटो विवरण पनि लेख्न सक्छौँ। तर पनि मूलतः हामीले यसमा के को प्रयोग गर्छौँ भन्दा तस्बिरको प्रयोग गर्छौँ। त्यसै कारण मलाई आज चाहिँ फोटो फिचरमा नै फोकस भएर एउटा भिडियो बनाउनु मन लाग्यो। म आशा गर्छु भाइ बहिनीहरूलाई यो युजफुल हुनेछ र इन्ट्रेस्टिङ पनि हुनेछ भनेर। फोटो फिचर फोटो फिचर इन जर्नलिज्म वान अफ द पपुलर टाइप अफ फिचर है। त्योभन्दा पहिले मैले भाइ बहिनीलाई रिक्वेस्ट गर्न चाहेँ जर्नलिज्म एजुकेसन च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भनेर। अब म भन्छु फोटो फिचर भनेको के हो। तर त्योभन्दा पहिले मलाई फिचर भनेको के हो भने अलिकति दोहोऱ्याइदिन मन लाग्यो। मैले यहाँ पत्रकारितामा फिचर भनेको के हो भन्ने कुरा पनि मैले यहाँ प्रस्तुत गर्न खोजेकी छु। पत्रकारितामा फिचर भन्नाले आधारभूत समाचार सङ्कलनभन्दा पृथक कुरा भनेर बुझ्नुपर्छ। जुन हामीले जेनरल रिपोर्टिङ गर्छौँ अनि रिपोर्टिङ भन्दा पनि न्युज रिपोर्टिङ अथवा न्युज राइटिङ भन्दा फिचर राइटिङ चाहिँ टोटल्ली डिफ्रेन्ट कुरा हुन्छ है। पत्रकारितामा फिचर एउटा गहन, वर्णनात्मक र आकर्षक लेख मानिन्छ। कडा समाचार यानि कि हार्ड न्युज तथ्य र तात्कालिकतामा यानि कि नयाँपनमा केन्द्रित रहन्छ भने फिचरले पृष्ठभूमि, विश्लेषण र मानवीय रुचिका कुराहरूलाई कथात्मक रूपमा प्रस्तुत गर्दछ। फिचर जुनसुकै विषयमा लेख्न सकिन्छ। समाचारमा आएका विषय हुन अथवा समाचारमा आइ नसकेका विषयमा पनि फिचर लेख्न सकिन्छ। र एउटा भनाइरहेको छ सूर्यको किरण जहाँ पुग्दैन त्यो ठाउँको पनि, त्यो विषयको पनि, त्यो घटनाको पनि फिचर लेख्न सकिन्छ भन्ने एउटा भनाइरहेको छ। अर्थात् जुनसुकै विषयमा पनि फिचर लेख्न सकिन्छ भन्न खोजेको है। अनि फिचर लेखन प्राय व्यक्तिगत अनुभव र भावनात्मक कुरामा आधारित भएर लेखिएको हुन्छ। फिचर विषयलाई फिचरमा विषयलाई गहिरो रूपले विषयको विश्लेषण गरिएको हुन्छ। समाचारको भन्दा फिचर लेखनको समय सीमा अर्थात् डेडलाइन पनि बढी रहने गर्दछ। अब हार्ड न्युजहरूको कस्तो हुन्छ, आज घटना घट्यो भने दैनिकमा भोलि नै त्यो समाचार आउनु पर्यो होइन। तर अघि भने जस्तो फिचर चाहिँ समाचारमा आइसकेको घटना पनि लेख्न सकिन्छ र समाचारमा नआएको घटनाहरू पनि लेख्न सकिन्छ। र किनभने यसमा डिटेल जानकारी दिनुपर्ने हुन्छ त्यस कारण त्यो जानकारीहरूलाई कलेक्ट गर्नको लागि पनि टाइम बढी लाग्छ अभियसली। त्यस कारण यसको डेडलाइन यानि कि समय सीमा बढी हुन्छ भन्न खोजेको हो। फिचरमा सम्बन्धित विषयको बारेमा विस्तृत जानकारी प्रदान गरेको हुन्छ। फिचरमा लेखकले आफ्नो भनाइ पनि राख्ने गर्दछ भने सल्लाह तथा सुझावहरू पनि फिचर लेखनमा प्रस्तुत गर्न सकिन्छ। भाइ बहिनी, तपाईँहरूलाई थाहा छ न्युजमा होइन रिपोर्टरले आफ्नो भनाइ राख्न पाउँदैन होइन। तर फिचरमा चाहिँ के छ भने फिचर लेखकले आफ्नो भनाइ राख्न पाउँछ विथ उसको सजेसनहरू पनि प्रस्तुत गर्न पाइन्छ। खास गरेर मानवीय अभिरुचिका विषयहरूमा फिचर लेखन गर्न सकिन्छ। र फिचरका प्रकारहरू के छन् भन्दा न्युज फिचर, समाचार फिचर, सिन सेन्ट्रिक फिचर, दृश्य प्रधान फिचर, प्रोफाइल पर्सनालिटी फिचर, व्यक्तित्व फिचर, एनालाइटिकल फिचर, विश्लेषणात्मक फिचर, अबिट्युटरी फिचर, संवेदनात्मक अथवा संवेदना फिचर, लाइफस्टाइल फिचर, जीवनशैली फिचर र आज हामीले कुरा गर्न खोजेको चाहिँ फोटो फिचर हो है। अब फोटो फिचर भनेको के हो भन्ने विषयमा म भाइ बहिनीसँग केही कुरा गर्छु। फोटो फिचर शब्दद्वारा होइन तस्बिरद्वारा प्रस्तुत गरिन्छ। तस्बिरको प्रयोग गरेर कुनै व्यक्ति, विषय वा घटनाको बारेमा विस्तृत रूपमा जानकारी दिने तरिकालाई नै फोटो फिचर भनिन्छ। एउटा तस्बिरले 1000 शब्द बोल्छ भन्ने भनाइरहेको छ। फोटो फिचरले फोटोमा भएको दृश्यको बारेमा विस्तृत जानकारी प्रदान गर्दछ।
सम्बन्धित घटनाको बारेमा केही तस्बिरहरूको प्रयोग गरेर त्यस घटनाको बारेमा स्पष्ट र विस्तृत रूपले जानकारी दिने कोसिस फोटो फिचरमा गरिन्छ। फोटो फिचर कुनै पनि व्यक्ति, घटना वा विषयको बारेमा तयार गर्न सकिन्छ। कुनै व्यक्तिको दैनिक जीवनदेखि, होइन, बिहान उठेदेखि बेलुकासम्म के गर्छ त्यसको विभिन्न फोटो लिएर, अथवा भुइँचालो, आन्दोलन हुन्छ, अथवा सामाजिक विषयवस्तु वा यात्रा संस्मरण, सबैको एउटा राम्रो फिचर तयार गर्न सकिन्छ। फोटो फिचरमा फोटो विवरण पनि दिँदा, यानि कि अघि मैले भनेको जस्तो फोटो क्याप्सन पनि दिँदा झनै स्पष्ट स्पष्ट हुने भएकोले फोटो विवरण अथवा फोटो क्याप्सन दिँदा राम्रो मानिन्छ। अ, यति नै भयो फोटो फिचरको बारेमा। भाइ बहिनीहरू, तपाईँले आफै पनि एउटा फोटो फिचर तयार गर्न सक्नुहुन्छ आफ्नो साथीको बारेमा, होइन। सुरुमा त्यो साथी कत्रो थियो, पछि कस्तो भयो, अहिले कहाँ आइपुग्यो, अथवा आफ्नो घरमा आफ्नो फ्यामिली मेम्बर कसैको बारेमा, बच्चाकोदेखि लिएर अलिक ठुलो भएको, स्कुल पढेको, कलेज पढेको, होइन, अहिले अब जब गर्न थालेको, त्यो यसरी फोटो फिचर तयार गरेर यदि तपाईँले गिफ्ट गर्नुभयो भने तपाईँको साथी अथवा तपाईँको फ्यामिली मेम्बर पनि खुसी हुन्छ। खास गरी बर्थडेमा तपाईँले एउटा फोटो फिचर बनाएर प्रस्तुत गर्न सक्नुहुन्छ। त्यसै गरी कुनै घटनाको फोटो फिचर तयार गर्न सकिन्छ। फोटो फिचर बनाएर तपाईँले त्यो एउटा कार्ड हुन्छ नि, त्यो ठुलो कार्ड, त्यो कार्डमा चाहिँ तपाईँले त्यसलाई टाँसेर अनि तल क्याप्सन पनि लेखेर आफ्नो स्टडी रुममा अथवा ड्रइङ रुममा पनि तपाईँले त्यसलाई सो गर्न सक्नुहुन्छ। त्यो एकदम इन्ट्रेस्टिङ हुन्छ। थ्याङ्क यू फर वाचिङ। जय मातृभूमि नेपालमा। भाइ बहिनी आफ्नो ख्याल गर्नु होला। खास गरेर ग्रेड 12को त्यो प्री बोर्ड आउँदैछ, म सबै भाइ बहिनीहरूलाई अल द बेस्ट भन्न चाहन्छु।